म चाहिँ साइकलमा हो हैन। अनि मालदिप्सको यही आइल्यान्डमा घुमिरहेको छु के यस्तो छ हैन। देख्दा त ठाउँ राम्रो छ, आउँ लाग्ने खालको हैन। आउन पनि ठिकै छ घुम्नलाई बस्नलाई। अनि यो कपल्सहरूको लागि हनीमुन हैन, वाइफ हस्बेन्डको लागि हनीमुन मनाउने ठाउँको चाहिँ एकदम राम्रो नै हो। तर यहाँनिर हामी काम गर्ने वर्किङमा आउँछ नि, वर्किङमा आउनेलाई चाहिँ एकदम विचार गरेर हैन बुझेर आउनुपर्छ भन्छु। आउँदैन आउनु त होइन, अब त्यस्तै छ यहाँनिर। म यहाँ साइकल पेल्दैछु कि होइन, अनि त्यही भएर पनि होला। त्यही हो, अब यो भित्रतिर त मैले खासै देखाइनँ होइन। घरहरू चाहिँ यस्तै हो, नेपालको जस्तै छ। जो नेपालमै बसेको जस्तो फिल पनि हुन्छ। अब बस्ने ठाउँ त राम्रै दिएको छ, राम्रै दिन्छ पनि होइन कुनै कुनैले। तर कुनै कुनैले चाहिँ त्यही हो, स्यालेरी रोकाइदिन्छ, स्यालेरी दिँदैन टाइममा। हामी मान्छेले केही प्रब्लम भनेको त्यही त हो नि, पैसाकै प्रब्लम हुन्छ। त्यत्रो पैसा लागत लगाएर आएको हुन्छ होइन। त्यो लागत अब हामीले तिरिन्छ होला नि त भन्यो होइन, तिरिन्छ होला भन्यो। अनि आयो टाइममै पनि। अब तिर्ने मान्छेले तिर्छ पनि, दिने मान्छेले दिन्छ पनि, पाउने मान्छेले पाउँछ पनि होइन। त्यो अब मान्छे हेरेर हुन्छ। सबै यो मालदिप्स देश नै खत्तम हो चाहिँ भन्दिनँ म होइन। तर त्यही हो, राम्रो हुने मान्छेले भनौँ न, भाग्यमा सिरी लेखेको छ भने उनीहरूलाई राम्रो पनि छ होइन। नभए चाहिँ त्यही हो, अब हामी जस्तोले यहाँनिर भाग्यमा सिरी पनि लेखेको छैन होला। एक त यस्तो आइल्यान्डमा परेको छ। आइल्यान्डमा परेपछि गाह्रो छ होइन। आइल्यान्डमा पनि अब सबै नराम्रो हुन्छ भन्ने होइन, राम्रो पनि हुन्छ। राम्रो हुने ठाउँमा मान्छे गएर छुट्टी गएर, नेपाल छुट्टी गएर फर्केर आएको मान्छेहरू पनि छ होइन। तर आउँदा चाहिँ एकदम बुझेर होइन, के कस्तो छ साउहरू होइन, त्योहरू धेरै बुझेर आउनुपर्छ त्यही भन्छु। अरू त अब त्यस्तै हो, आउँदाखेरि चाहिँ बुझेर आउनु होइन। यतातिर बोट कुदिरहेछ यहाँ। राष्ट्रिय जनावरी बिरालो, यहाँको राष्ट्रिय जनावर यही हो। गाह्रो छ मलाई, साइकलमा कुदिरहेको छु होइन। यहाँ जङ्गलतिर छिरेछु। अब जङ्गली नै हो कि यहाँको मान्छेहरू भने जस्तो लाग्छ। कस्तो हो, रेस्पेक्ट दिने लिने भन्ने कुरा यिनीहरूलाई थाहा नै छैन क्या। बोल्ने तरिका नै यिनीहरूको कस्तो खालको छ क्या, फरक छ क्या। बोल्नै आउँदैन जस्तो लाग्छ यहाँको मान्छेहरूलाई त। के बोल्नुपर्छ, कोसँग के गरी बोल्नुपर्छ होइन, कामदारसँग कसरी बोल्ने। कामदारहरूले पनि त्यही त हो नि। जस्तै वेटर भयो भने हामी वेटर हो अरे ल होइन, कस्टमरहरू आउँछ नि त, कस्टमरहरूले पनि एउटा बोल्ने तरिका हुन्छ नि त। त्यो बोल्दाखेरि उनीहरूले रेस्पेक्ट दिएर बोल्यो भने पो हामीले पनि होइन रेस्पेक्ट दिएर ल कस्टमर हो भनेर होइन रेस्पेक्ट दिएर बोल्छ नि त। अनि ल त्यस्तो छैन, ततरो मोमो भन्ने टाइपको के ठाडो बोलिदिन्छ है, रिसै उठ्ने गरेर। फर्स्टमा आउने मान्छेलाई त रिस पनि उठ्छ होला त्यस्तरी बोलिदिँदाखेरि त। कि अब हामीलाई त अहिले त बानी भइसक्यो होइन। आठो ओइ भन्यो भने के भनिदिने खालको भइसक्यो अहिले त होइन। भन्नु पनि ओइ नै भन्छ के, ओइ भनेर बोलाउँछ। ओइ भनेर बोलाएपछि के कम होइन, के भनिदिने हो हामी पनि होइन, त्यसरी बोलिदिन्छौँ होइन। अनि राम्रो पनि छ भनौँ, नराम्रो पनि छ होइन। अब 100%मा एउटा आइल्यान्डमा आयो भने तपाईँले 100 जना नराम्रो भेट्छ भने 10 जना राम्रो भेट्छ, त्यही हो। त्यही भएर आउँदाखेरि चाहिँ विचार गरेर आउनुपर्छ भन्ने कुरा हो। अहिले चाहिँ म यहाँ पेट्रोल पम्प छेउतिर पुगेँ होइन। मालदिप्स कस्तो खालको देश हो भनेर भन्दाखेरि मान्छेले कति दुःख पाइरहेको होला कतिपय ठाउँमा। नर्ग नै यस्तो हो क्या यो ठाउँ त। मान्छेलाई राम्रो हुँदैन, राम्रो पनि छ, नराम्रो हुँदैन, नराम्रो पनि छ। त्यही भएर बुझेर आउनुहोस्, धेरै बुझेर आउँदै हुनुहुन्छ भने। मान्छेलाई गाह्रो छ नि हौ विदेश भन्ने मात्र। यसरी भिडियो बनाउने बाद के हो त थिएन होइन। तर अब एकदम फ्रस्ट्रेट पनि भइसक्यो एक त। अनि अब यस्तो ठाउँमा होइन, त्यही भएर पनि हो बनाएको यो कुराहरूलाईमा। अब अन्यथा चाहिँ नसोच्नु होला, डलर झ्याप कमाइरह होला अनि अरू मान्छे आएर यहाँ डलर रिताइन्छ भन्ने सोचले बनाएको पनि होइन। यो फुबामुला वेलकम टु फुबामुला।
यस्तो यस्तो जाँठो ठाउँमा आएर बस्नु परेको छ।